सजिलो तरिकाबाट ई-सेवा आइडी कसरी बनाउने र ई-सेवाले केवाईसी को लागि भेरिफाई कसरी गर्ने सम्पूर्ण प्रक्रिया सुरुदेखि अन्तिमसम्म यो भिडियोमा हुनेछ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्न नबिर्सनु होला। सबैभन्दा पहिले तपाईले आफ्नो मोबाइलमा भएको प्ले स्टोर वा एप स्टोरबाट तपाईले ई-सेवा एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ र डाउनलोड गरिसकेपछि तपाईले ओपनमा क्लिक गर्नुहोला। ओपन क्लिक गरिसकेपछि अलाउमा क्लिक गर्नुहोला। त्यसपछि तपाईले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। मोबाइल नम्बर राखिसकेपछि तपाई सबमिटमा क्लिक गर्नुहोला। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ स्किप भन्ने र नेक्स्ट भन्ने अप्सन आउँछ। तपाई स्किप पनि गर्न सक्नुहुन्छ र तपाई नेक्स्टमा क्लिक गरेर पनि तपाई र त्यसपछि गेट स्टार्टमा क्लिक गर्नुहोला। फेरि कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ रजिस्टर भन्ने अप्सनमा तपाईले एकचोटि फेरि रजिस्टरमा क्लिक गर्नुहोला। अब रजिस्टरमा क्लिक गरेपछि तपाईले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर र तपाईको नागरिकतामा भएको फुल नेम, त्यसपछि तपाईले यहाँ जेन्डर चुज गर्नुपर्ने हुन्छ। जेन्डर छानिसकेपछि तपाईले यहाँ आई एक्सेप्ट द टर्म एन्ड कन्डिसन एन्ड प्राइभेसी पोलिसीमा तपाईले टिक लगाएर प्रोसिडमा क्लिक गर्नुहोला। प्रोसिडमा क्लिक गरेपछि तपाईको 6 अङ्कको ओटिपी आउने गर्छ जुन तपाईले यहाँ इन्टर कोडमा राख्नुपर्ने हुन्छ। टिभी राखेपछि तपाई सबमिटमा क्लिक गर्नुहोला। भेरिफिकेसन सक्सेसफुल तपाई ओकेमा क्लिक गर्नुहोला। अब तपाईले यहाँ न्यू एमपिन राख्नुपर्ने हुन्छ जुन तपाईले 4 अङ्कको न्यू एमपिन राख्नुपर्ने हुन्छ र तपाईले आफ्नो इच्छा अनुसार तपाईले 4 वटा एमपिन राख्नुपर्ने हुन्छ र जुन तपाईले माथि राख्नु भएको न्यू एमपिनमा तपाई कन्फर्म एमपिनमा पनि त्यही सेम टु सेम एमपिन राख्नुपर्ने हुन्छ र कन्फर्म गर्नुहोला। कन्फर्ममा क्लिक गरिसकेपछि तपाईलाई यस्तो खालको इन्टरफेस शो हुने गर्छ जुन तपाई यहाँ देख्न सक्नुहुन्छ। एनेबल टु बायोमेट्रिकको लागि एक्सेस गर्नुपर्ने हुन्छ। तपाईले केवाईसी अपडेट गर्नुपर्ने हुन्छ। तपाई यहाँ एनेबल टु एक्सेसमा क्लिक गर्नुहोला र अलाउमा क्लिक गर्नुपर्ने हुन्छ। अब तपाईले फेरि डनमा क्लिक गर्नुहोला। अब यहाँ देख्न सक्नुहुन्छ अपडेट केवाईसी को लागि तपाई क्लिक गर्नुहोला यसमा। अब यसमा तपाईले आफ्नो पर्सनल डिटेल्स राख्नुपर्ने हुन्छ। आफ्नो पर्सनल डिटेल्समा त कन्ट्री अफ रेसिडेन्समा तपाई नेपाल सेलेक्ट गर्नुहोला। त्यसपछि सिलेक्ट अफ नेसनालिटी तपाई नेपाली सिलेक्ट गर्नुपर्ने हुन्छ। तपाई आफ्नो फुल नेम, मिडल नेम र लास्ट नेम राख्नुपर्ने हुन्छ। डेट अफ बर्थ तपाई एडीमा र बीएसमा पनि राख्न सक्नुहुन्छ। जन्म मिति राख्नु होला। जेन्डर चुज गर्नुपर्ने हुन्छ। तपाई मेल फिमेलमा चुज गर्नुहोला। त्यसपछि तपाई यहाँ फ्यामिली इन्फर्मेसन तपाईले आफ्नो फ्यामिलीको इन्फर्मेसन राख्नुपर्ने हुन्छ। फादरको नाम राख्नु होला र मदरको नाम पनि राख्न सक्नुहुन्छ। फादरको नाम राखिसकेपछि तपाई ग्रान्डफादरको पनि नाम राख्नुपर्ने हुन्छ। तपाई म्यारिटल स्टेटमा तपाई सिंगल या म्यारिड हुनुहुन्छ तपाई राख्नु होला। स्पाउसमा तपाई स्पाउसको नेम राख्नुपर्ने हुन्छ। स्पाउसको नाम राखिसकेपछि तपाई अदर भन्ने इन्फर्मेसन अकुपेसन तपाईले चुज गर्नुपर्ने हुन्छ। तपाई कुनै एउटामा चुज गर्नु होला र तपाईको यहाँ प्यान नम्बर छ भने तपाईले प्यान नम्बर पनि राख्न सक्नुहुन्छ र तपाई यहाँ लास्टमा तपाईले इमेल एड्रेस राख्नु होला। इमेल एड्रेस राखिसकेपछि सेभ एन्ड कन्टिन्यूमा क्लिक गर्नु होला। आफ्नो विवरण चेक गर्नुपर्ने हुन्छ। तपाई आफ्नो विवरण सही छ भने त टिक चिन्हमा लगाएर कन्फर्ममा क्लिक गर्नु होला। सेकेन्ड स्टेपमा आउनुहुन्छ र सेकेन्ड स्टेपमा तपाई आफ्नो प्रोभिन्स चुज गर्नुपर्ने हुन्छ। तपाईको डिस्ट्रिक्ट, तपाईको जिल्ला चुज गर्नुपर्ने हुन्छ। आफ्नो म्युनिसिपालिटी छान्नुपर्ने हुन्छ। तपाई एउटा कुनै आफ्नो म्युनिसिपालिटी छान्नु होला। टोलको नाम राख्नु होला। त्यसपछि वार्ड नम्बर, त्यसपछि तपाईको करेन्ट एड्रेस र पर्मानेन्ट एड्रेस सेम छ भने तपाईले सेम असमा टिक लगाएर त्यसपछि अल्टरनेट कन्ट्याक्ट डिटेल्स तपाईले कन्ट्याक्ट डिटेल्स यहाँ राख्नु होला र सेभ एन्ड कन्टिन्यूमा क्लिक गर्नु होला र कन्फर्ममा क्लिक गर्नु होला। अब तपाईले थर्ड स्टेपमा डकुमेन्ट डिटेल्स तपाईले आफ्नो डकुमेन्ट राख्नुपर्ने हुन्छ। तपाईको आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गरेर तपाई गेट स्टार्टमा क्लिक गर्नु होला र तपाईले सिलेक्ट गरेर आफ्नो फोटो लिन सक्नुहुन्छ। फोटो लिइसकेपछि तपाईले यहाँ डकुमेन्ट टाइप चुज गर्नुपर्ने हुन्छ। तपाई 4 वटा छ चुज गर्नुहुन्छ। त्यो डकुमेन्ट राख्नु होला। त्यसपछि त्यो डकुमेन्टको नम्बर, त्यसैगरी डकुमेन्टको इस्यु डेट, डकुमेन्टको इस्यु एड्रेस तपाईले राख्नुपर्ने हुन्छ। जुन डकुमेन्टको राख्नुभएको थियो त्यो डकुमेन्टको अगाडि र पछाडिको फोटो चाहिँ यहाँ राख्नुपर्ने हुन्छ र सेभ एन्ड सबमिटमा क्लिक गर्नु होला। त्यसपछि आई एग्रीमा फेरि क्लिक गर्नु होला। सक्सेसफुली सबमिटेड तपाईले यहाँ भ्यू केवाईसी को पनि स्ट्याटस चेक गर्न सक्नुहुन्छ र तपाई गो टु होममा पनि क्लिक गर्न सक्नुहुन्छ। यसैगरी तपाईले आफ्नो केवाईसी र ई-सेवाको आइडी लगइन गर्न सक्नुहुन्छ। भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। यदि तपाईले केवाईसी अपडेट गर्न र आइडी बनाउन केही समस्या भयो भने तपाई कमेन्ट गर्न पनि सक्नुहुन्छ।